अमेरिकाद्वारा अपरेसन एब्सोल्युट रिजल्भ नामक सैन्य अपरेसनद्वारा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनको पत्नीलाई अप्रत्याशित रूपमा कहिले अपहरण गरी अमेरिका लगिएको हो। सन् 2026 जनवरी 3। नेपाल पर्यटन बोर्डका अनुसार सन् 2025मा नेपालमा विभिन्न मुलुकबाट कति पर्यटकको आगमन भयो? 11,58,459। लेखनाथ साहित्य पुरस्कार 2082बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? प्राध्यापक घनश्याम कँडेल। सरकारले कर्मचारी सरुवाको व्यथिति अन्त्य गर्ने उद्देश्यले कार्यान्वयन गर्न थालेको व्यवस्था कुन हो? सफ्टवेयर पद्धति। राष्ट्रिय पोसाक तथा टोपी दिवस कहिले मनाउने गरिन्छ? जनवरी 1। प्रतिष्ठित गोल्डन ग्लोब्स अवार्ड 2025मा उत्कृष्ट चलचित्र बन्न सफल चलचित्र कुन हो? दि ब्रुटालिस्ट। बिमस्टेक बडापत्रमा कहिले हस्ताक्षर भएको हो? सन् 2022 मार्च 30 श्रीलङ्का 5औं सम्मेलनमा। साना तथा मझौला उद्यम विकास केन्द्रको स्थापना कहिले गरिएको हो? विक्रम सम्वत 2081 मङ्सिर 3 गते। प्रतिनिधि सभा निर्वाचन 2082 का लागि कुल मतदाता कति रहेका छन्? 1,89,03,689। अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा सहभागी भई इतिहास रच्न सफल नेपाली खेलाडी को हुन्? शिवाली गुरुङ। देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली कहिलेदेखि कार्यान्वयनमा आएको हो? विक्रम सम्वत 2082 पुस 18 गते। कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2078 असोज 12 गते। सन् 2025 सेप्टेम्बरमा ग्यालपद्वारा सार्वजनिक गरिएको ग्लोबल सेफ्टी प्रतिवेदन अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ? सिङ्गापुर। पद्मश्री साहित्य पुरस्कार 2082बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? छालबाटोका लेखक रमेश भुषाल। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82मा नेपालको आर्थिक वृद्धि दर कति प्रतिशत हुने अनुमान गरिएको छ? 4.6%। वर्ल्ड वेदर एट्रिब्युट्स र आर्कटिक रिपोर्ट कार्डर्सको प्रतिवेदन अनुसार हालसम्म सबैभन्दा तातो वर्षको रूपमा रहेको वर्ष कुन हो? सन् 2025। अर्थमन्त्री रामेश्वर खनालद्वारा अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुभारम्भ कहिले गरिएको हो? विक्रम सम्वत 2082 असोज 10 गते। सरकारले कृषिमा लगानी दशकका रूपमा घोषणा गरेको अवधि कुन हो? विक्रम सम्वत 2081 देखि विक्रम सम्वत 2091 सम्म। G20 सम्मेलन 2025 कहिले र कहाँ सम्पन्न भएको हो? सन् 2025 नोभेम्बर 22 र 23 दक्षिण अफ्रिका। हाल मुलुकमा बैंकिङ पहुँच पुगेको स्थानीय तहको सङ्ख्या कति रहेको छ? सबै स्थानीय तह अर्थात् 753। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा दोस्रो आर्थिक गणनाका लागि तय गरिएको अवधि कुन हो? 2083 वैशाख 2 देखि असार 7 गतेसम्म। देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो? कैलालीको भादा 2082 वैशाख। न्यू बीच बिजनेस वुमन समिट एन्ड अवार्ड्स 2025मा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी को हुन्? ज्ञानी शोभा तुलाधर। वर्ल्ड इको आउटलुकको प्रतिवेदन अनुसार भारत विश्वको कतिौं अर्थतन्त्र बनेको छ? चौथो। राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइन्छ? वैशाख 24 गते। नेपाल सरकार र आन्दोलनरत शिक्षकबीच 9 बुँदे सहमति कहिले भएको थियो? विक्रम सम्वत 2082 वैशाख 17 गते। हाल देशका कति स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ? 753 स्थानीय तह। सरकारद्वारा चेक बाउन्स सम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अगाडि बढाउने सम्बन्धी कानुनी व्यवस्था कहिलेदेखि लागू गरिएको हो? विक्रम सम्वत 2082 वैशाख 24 गतेदेखि।
267 औँ पोपका रूपमा कसलाई चयन गरियो? रोबर्ट फ्रान्सिस प्रिभोस्ट। 10औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला 2025 कहिले सम्पन्न भएको हो? 2082 वैशाख 25 देखि 29 गतेसम्म। विक्रम सम्वत 2082 वैशाखमा सम्पन्न हेटौडा महिला गोल्ड कपको उपाधि कसले जित्यो? एपिएफ क्लब। वामपन्थी नेता पूर्व मन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधन कहिले भएको हो? विक्रम सम्वत 2082 वैशाख 23 गते। जर्मनीको चान्सलरमा को निर्वाचित भएका छन्? फ्रिड्रिस मेर्च। नाट्यरत्न 2082बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? हेमराज भुषाल, कमल गाउँले, डिल्ली नारायण पाण्डे, नारायण योगी, शान्तराम गिरी, प्राडा रामचन्द्र पोखरेल, दिल सोहनी, झपेन्द्र जीसी, भावना खनाल, डाक्टर नारायण प्रसाद पन्थ र पुष्कर रेग्मी अथक। सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार कसलाई प्रदान गरेको थियो? नेपाल समाचार पत्रका सम्पादक सागर पण्डित। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान हेल्थ रिसर्च अवार्ड 2025बाट सम्मानित चिकित्सक को हुनुहुन्छ? डाक्टर रामहरि चापागाई। पहलगाम घटनालाई लिएर एक अर्का विरुद्ध हमलामा उत्रिएका भारत र पाकिस्तान बीच युद्धविराम सहमति कहिले भएको हो? सन् 2025 मे 10 तारिक। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विक्रम सम्वत 2082 वैशाख 17 गते सार्वजनिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क अनुसार मुलुकको कुल गृहस्थ उत्पादन कति रहेको अनुमान छ? 61 खर्ब 7 अर्ब। कतारद्वारा प्रदान गरिने प्रतिष्ठित कतार CSR अवार्ड 2025 प्राप्त गर्न सफल कम्पनी कुन हो? QST ट्रेनिङ एन्ड कन्सल्टेन्सी। इस्लाम धर्मको धर्मग्रन्थ कुरान हो भने जैन धर्मको धर्मग्रन्थ कुन हो? कैवाला, वचनामृत, बाइबल, त्रिपिटक। यसको सही आन्सर हो वचनामृत। महामुनि वेदव्यासद्वारा रचित महाभारतमा कति पर्व रहेको छ? 12 पर्व, 13 पर्व, 17 पर्व, 18 पर्व। यसको सही आन्सर हो 18 पर्व। योगशास्त्रका प्रवर्तक पतञ्जलि हो भने यजुर्वेदको रचयिता को हुन्? भरतमुनि, धनवन्तरी, गौतम ऋषि, कपिल। यसको सही आन्सर हो धनवन्तरी। महर्षि वाल्मीकिद्वारा रचित रामायणमा कतिवटा काण्ड रहेको छ? 6 काण्ड, 7 काण्ड, 8 काण्ड, 9 काण्ड। यसको सही आन्सर हो 7 काण्ड। ऋषि दुर्वासा रिसाहा भए जस्तै दधिची के हो? ज्ञानी, धनी, दानी, गरिब। यसको सही आन्सर हो दानी। गौतम बुद्धको जन्म कहिले भएको थियो? ईसापूर्वक 564, ईसापूर्वक 566, ईसापूर्वक 563, ईसापूर्वक 567। यसको सही आन्सर हो ईसापूर्व 563। हनुमानका पिता पवन हुन् भने माता को हुन्? अञ्जली, तारा, वसुन्धरा, रचना। यसको सही आन्सर हो अञ्जली। अन्धा धृतराष्ट्रलाई महाभारतको युद्धको सम्पूर्ण विवरण सुनाउने व्यक्ति को थिए? भीष्म, सञ्जय, विदुर,
द्रोणाचार्य। यसको सही आन्सर हो सञ्जय। सिख धर्मका प्रवर्तक को थिए? महात्मा जोरास्टर, हजरत मुसम, गुरु नानक, महावीर जैन। यसको सही आन्सर हो गुरु नानक। इसाई धर्मको धर्मग्रन्थ बाइबल हो भने धर्म प्रवर्तक जिसस क्राइस्टको मृत्यु कहिले भएको थियो? सन् 40, सन् 36, सन् 50, सन् 30। यसको सही आन्सर हो सन् 30। जैन धर्मको धार्मिक स्थल कुन हो? मन्दिर, अग्नि मन्दिर, बिहार, मस्जिद। यसको सही आन्सर हो अग्नि मन्दिर। गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भनी पत्ता लगाउने व्यक्ति को हुन्? एडमन्ड हेली, एन्टोन युहरर, जोन एन्टोहेली। यसको सही आन्सर हो एन्टोन युहरर। सर्वप्रथम चीन जाने बौद्ध भिक्षु को हुन्? बुद्धभद्र, बुद्धचित्त, कन्थक, राहुल। यसको सही आन्सर हो बुद्धचित्त। गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो भने मृत्यु कहाँ भएको थियो? बोधगया, सारनाथ, कुशीनगर, लुम्बिनी। यसको सही आन्सर हो सारनाथ। गौतम बुद्धको श्रीमती यशोधराको अर्को नाम के थियो? गोपिका, राधा, गोपी, गोपा। यसको सही आन्सर हो गोपा। जिब्रो यस्तो छुरी हो जसले रगत ननिकाली काट्न सक्छ। यो भनाइ कसको हो? सुकरात, गौतम बुद्ध, अरस्तु, गुरु नानक। यसको सही आन्सर हो गौतम बुद्ध। बुद्धले बुद्धत्व प्राप्त गरेको बेला खिर पकाएर खुवाउने महिला को थिइन्? सुजाता, प्रजापति, गोपा, महामाया। यसको सही आन्सर हो सुजाता। अर्जुनको धनुलाई गाण्डीव भनिन्छ भने कर्णको धनुलाई के भनिन्छ? पिनाक, सारङ्ग, विजय, मदती। यसको सही आन्सर हो विजय। कुरु वंशको कुल वधु द्रौपदीको चिरहरण कसले गरेको थियो? जयद्रथ, दुशासन, दुर्योधन, युयुत्स। यसको सही आन्सर हो दुशासन। शकुनी कसको मामा थिए? पाण्डव, कौरव, कृष्ण, जयद्रथ। यसको सही आन्सर हो कौरव।